नेपालमा अस्तित्व चाहने शक्ति राजनीतिक दलहरू हुन् आफू मिल्न नसक्नेहरूलाई दोष लाउने गलत कुरा गर्न गर्नु न आफ्नो कम्फर्टेबल आफू मिलेर 2/3 हाराहारीको मत थियो आफू मिलेर जनताको पक्षमा काम गर्न कसले रोकेको थियो त्यो 7 बुँदे कार्यान्वयन गर्न कसले रोकेको थियो संविधान संशोधन गर्न कसले रोकेको थियो त्यही विदेशी आएर रोकेको थियो त्यहीबाट गर्नु त्यहीबाट सुरु गर्नु न त्यो गर्न दिए भए के हुन्थ्यो पर्खेको कसले दिएन त्यो 2 वर्ष बाँकी थियो नि हामी कसले दिएन भन्नुहोस् न दिएन नि त त्यो के अरे तपाईँको संसदबाट चाहिँ के अरे अब यिनीहरूलाई हटाउन नसक्ने भयो भने चाहिँ 20 कसले भने क्या यो मुलुकको सार्वभौम अधिकार त हामी जनतासँग होला नि खुसी थियो साथी हाम्रो प्रतिनिधि तपाईहरुलाई पठाएन हामीले तपाईको चाहिँ सार्वभौम सत्ता कहाँ छ खुसी हैन कसले खुसीको खुसी हैन कसले जनताले चुनेको प्रधानमन्त्री फालेर राजीनामा दिन लगाएर लगाएन कसले लगाएको अनि तपाईँ राजीनामा असंवैधानिक व्यक्ति संविधानले के भन्छ पूर्व प्रधानमन्त्री चाहिँ यसपछि पोस्टमा आउँदैन भन्छ असंवैधानिक पूर्व न्यायाधीश असंवैधानिक चाहिँ व्यक्तिलाई असंवैधानिक तरिकाले प्रधानमन्त्री बनाएर असंवैधानिक चाहिँ सरकारले केपी ओलीले लेखेर दिएको सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने चिठी गलत कुरा हो चाहिँ तपाईँ प्रचण्डले मसँगको अन्तर्वार्तामा भन्नु भएको अहिले पनि रेकर्डेड छ प्रश्नको उत्तरै दिन भाग 2 डिस्कसनमा भाग लिन गलत कुरा नगर्नु तपाईँ मैले गरेको प्रचण्डले गरेको हिजोको तपाईको नेकपाको अध्यक्षले गरेको सुशीला कार्कीलाई गर्नुस् भनेर चाहिँ लेखेर दिएकै छैन ओके दिएकै छैन प्रचण्डसँग प्रमाण मागौला नि हामी सप्रमाण माग्नु सप्रमाण के हो भनेदेखि मुलुकको जटिल राजनीतिक परिस्थितिमा विकासको लागि म सिफारिस गर्छु मात्रै भन्नु तर सिफारिस त्यति बाटो त अपनाओ निकास त दिए बाध्य पाएर नि कोले केपी ओलीलाई बाध्य कसैले बनाउन सक्छ ल केपी ओली जतिको आफ्नो अडानमा टिकिरहने बाध्य नपारेर किन राजीनामा दिन्थ्यो त्यो त जनताले लखेटेको आन्दोलन तपाईँहरू चाहिँ यो फेक कुरामा बजारको कुरामा मात्रै सीमित छ क्या तपाईँलाई अलिकति भ्रम रहेछ केपीले चाहिँ सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस गरेको मलाई भ्रम होइन प्रश्नको भाग 2 मैले प्रचण्डको निवासमा गएर गरेको अन्तर्वार्ता आज पनि युट्युबमा छ नेपाल लिडमा हेर्न पाइन्छ प्रचण्डसँग थिए प्रचण्ड थिए र तिनी प्रचण्ड कार्यवाहक काम चलाउ प्रधानमन्त्री थिए र थिएन प्रचण्ड त प्रधानमन्त्री जोड दौरा सुरुवाल लाएर बसिरहेको थियो हैन दौरा सुरुवाल त थिएन होला किनभने उहाँको पनि सिंहदरा पनि थियो नि त्यत्रो सिंहदरा जलिराख्नु बेला अब जल्न थालेपछि बल्ल भाग्यो भने त्यहाँबाट आर्मीले लगायो होला अनि मैले संविधानलाई चाहिँ बचाएको भनेर भाषण ठोक